सम्पूर्णमा नमस्कार। म इन्द्रभार छेत्री। हामी अहिले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर 8 स्थित हुलाकी राजमार्गमा छौं। यहाँहरु देख्न सक्नुहुन्छ हामी अहिले नेपाल भारतको सीमा पिलर नम्बर 38 नजिकै छौं। यहाँभन्दा करिब 20 मिटर पर चाहिँ हुलाकी राजमार्ग रहेको छ। नेपाल सरकारले विगत 7 वर्ष यता भारतीय पक्षको अवरोधले गर्दा यो हुलाकी राजमार्ग चाहिँ निर्माण गर्न सकिरहेको छैन। हिजो संसदमा जुन अभिव्यक्ति दिनुभएको छ प्रधानमन्त्री बालेन्द्र शाहले, नेपालले पनि भारतको भूमि मिचिएको छ भन्ने, त्यस पश्चात चाहिँ हामी यहाँका आम नागरिकको अभिव्यक्ति के छ यहाँ बुझ्न आएका छौं। अब मेरो नाम हरिचन्द्र ठोकरी, यो चाहिँ बेलौरी नगरपालिकाको वार्डको 8 को बासिन्दा हुँ र यही 38 नम्बर जो विवादित पिलर छ यसको छेउमै नै मेरो जमिन पनि छ र म यो नेपाल भारत सीमा सरोकार समितिको उपसंयोजक पनि हुँ र हाम्रो यो पुरानो समस्या के छ भनेपछि 2059 सालभन्दाको पहिलेको जो नक्सा थियो त्यो नक्सा अनुसार चाहिँ हाम्रो यो जो अहिलेको जो हजुरहरूले 78A देख्नुभयो पिल्लर, त्यो चाहिँ रेफरेन्स पिल्लर हो र यो भन्दा 270 गज टाढा चाहिँ नेपालको सिमाना हो। अहिले पनि थर्ड लाइटबाट सर्वेबाट खोज्दाखेरि त्यहाँ पिल्लर भेटिन्छ, अहिले पनि छँदैछन् ती पिल्लरहरू जमिनभित्र। र हाम्रो मागे के थियो भने थर्ड लाइट सर्वे अनुसार चाहिँ जुन पुराना नक्सा अनुसारको थियो त्यो अनुसारको गर्नुस् भन्ने थियो। र स्टिप नक्सामा के भयो भने जुन चाहिँ चलन भोग गरेका पूर्जा नेपाल सरकारले वितरण गरेका पूर्जा समेत भारततिर पढ्ने गरेर चाहिँ जुन होटलमा बसेर पलियमको होटलमा बसेर चाहिँ जुन 59 सालमा स्टिप नक्सा तयार गरियो त्यसले गर्दा चाहिँ अहिले हामी पीडित छौँ। सांसदहरूको जवाब दिँदाखेरि प्रधानमन्त्रीले चाहिँ जुन जवाब दियो कि यसरी नेपालीले पनि भारतीयहरूको जमिन चाहिँ खाइरहेछन् भनेर, त्यसको चाहिँ यहाँ हिजै बेलुकी चाहिँ लगभग नजिकका सबै जम्मा भएर र आज बिहान पनि उहाँहरूले भन्दै थिए के गर्ने भने हामीले सीमा क्षेत्रमा तनाव हुने गरेर नारा जुलुस नगरौँ तर चाहिँ कालो झन्डा गरेर विरोध जनाउँ भनेर हिजो बेलुकी हामीहरू भयौँ र राखे जुलुस लगाउने भन्दै थिए। हामीले यहाँ कोही छैनन् त्यो राखे जुलुस लगाएर के गर्ने, तर विरोध हामी चाहिँ गर्छौँ। हाम्रो टोली काठमाडौँ गयो, हाम्रो संयोजकको पछाडि रोह लाग्यो, 3 दिनसम्म खाना खान पाएनौँ। के भन्नु नि, देशको सुरक्षा गर्ने निकायले हाम्रो सुरक्षा गर्न सक्ने भनेर किन के लागि हामीले हल्ला गर्ने यसमा विडम्बना छ। मैले हजुरलाई अनुरोध गरेँ नि अहिले नलेख्नुहोस् भनेर। अहिले हाम्रो नेपालीहरू त्यहाँ घाँस काट्न जाँदाखेरि लोखेटिन्छन् तपाईँहरू आउँदाखेरि, यो विडम्बना छ। यहाँ दुःख लाग्छ। हामीले जोति खोजेको यी बन्जर पडाएको छ, यो मसँग पूर्जा छ उसको, उहाँले जोत्नु दिनुहुन्न। नेपाली सुरक्षा निकायलाई भन्यो भने उहाँहरू हाँस्नुहुन्छ, के गर्ने चन्जी भन्छन्। विडम्बना छ कि यस्तो। आफ्नो अभिभावक आफ्नै भएनन् भने अहिले पनि कुरा कस्तो छ भने यो रोड बनाउँदाखेरि हामी बनाउँछौँ भने इन्डियन पुलिसले आउँदैन, पहिले नेपालीहरू आउँछन् बन्दुक लिएर। सुरक्षा त उहाँले हाम्रो भूमिको गर्ने हो नि। आत्मसम्मान त बेचे जस्तो के छ, के भन्नु उहाँहरूले के भन्नुहुन्छ एसपी साहबले माथिबाट यस्तै आदेश दिएको छ भनेर। दुःख लाग्छ के हामीले आफ्नो भूमि जोत्न नपाउँदाखेरि। अहिले छोडो भनिरहेको छन्, अब 2 दिन पहिले पत्र आएको छ छोड्नुपर्छ अरे। अब हामीले आफूले कमाएको आफूले जोति खाएको जमिन त छुट्याउन सक्दैनन् भने यी नेताहरू काला पानी र सुस्ता छुटाउलान् भन्ने के विश्वास गर्ने हामीले? नराउने भित्र हिजो जनताले यसरी विश्वास गरे 2/3 बहुमत दिएको थियो यही बालेन्द्र सरकारलाई। आज त्यसैको भाषण सुन्दाखेरि हामी छक्क पर्यौँ, उनी भारतीय दलाल त होइनन् भनेर। अब सबै जनता चाहिँ आफैमा आलोचना गरिरहेछन्, हामीले गु खाएका रहेछौँ साला यो बालेन्द्र सरकारलाई चाहिँ जिताएर भनिरहेछन्। हामीले त विश्वास गरिरहेको थियौँ कि सम्झौता समान रूपले हुन्छ, हाम्रो जमिन फिर्ता आउँछ भनेर। कमाई खाएको हामीसँग पूर्जा भएको जमिन त हामीले फिर्ता पाउन सक्दैन भने उनले बसेर खाएको, उनले चाहिँ 50औं वर्षदेखि जोति खाएको जमिन फिर्ता पाउँछ भनेर कल्पना गर्नु बेकार हो। हिजोको दिन चाहिँ उहाँको पार्टीकै उपाध्यक्ष त्यो कि महामन्त्रीले भनेको थियो भारतलाई सोंप भनेर, त्यही कुरा अहिले जल्दी सबै सम्झिरहेछन्। कहीँ यसलाई प्रान्त बनाउने होइनन् कि भन्ने डर छ। तथ्यमा आधारित खोजिरहेछौँ त हामीले, यहाँका सांसदहरूलाई पनि सोधिरहेछौँ, तथ्यमा छँदै छैन कहीँ। त्यस्तो स्थिति छ। अब यहाँ के हुन सक्छ? उनले पालेका, उनले फलाएका, उनले हुर्काएका मान्छेहरू उनीहरू उनकै भाषा त बोल्ने, उनी हाम्रो भाषा बोल्छन्? बोल्दैनन् त। भित्री रूपमा उनको अलग कुरा छ, बाहिरी रूपमा अलग छ, देखावटी एउटा छ। भोलि चाहिँ यसै कुरालाई चाहिँ एकतर्फ उच्काउने एकतर्फ चाहिँ लडाउने हुन्। भोलि भारतले आक्रमण गर्यो भने यी भाग्छन्, यिनीहरू कोही बचाउन आउँदैनन्। यो देखावटी दाँत एक छ, खाने दाँत यिनीहरूका अलग छन्।
मेरो नाम चक्रबहादुर कठायत, मेरो घर बेलौरी नगरपालिका वार्ड नम्बर 10 सडकघाट। अब यो बाउडर लगभग हाम्रो यो जम्मै विवाद छ। विवादले कारणले यो बाटो चाहिँ बन्न सकेको छैन। अब यो पहिला चाहिँ यो लगभग 59 सालतिर तपाईँको चाहिँ एउटा पारी एउटा के अरे हाम्रो यो नाफी टोली, संयुक्त नाफी टोली आएर पारी बस्यो र त्यो स्पिड नक्सा जो नयाँ नक्सा त्यो बन्यो र त्यो नयाँ नक्सामा चाहिँ इन्डिया देखिन्छ भनेर इन्डियाको दावा छ। तर यो चाहिँ हामी त्यो जमानादेखि तपाईँको चाहिँ 20-22 सालदेखि बस्ती भएदेखि चाहिँ यो बाटो, यही बाटो चाहिँ हाम्रो यो बाटो हो। र बाटो मात्र होइन, हाम्रो चाहिँ 10 नम्बरमा सडाघाटमा हाम्रा जमिनहरू पनि पारीका भनौँ भारतीयहरूले अतिक्रमण गरेर हाम्रा पूर्जा भएका जमिन पनि पारीका जमिनहरू पनि पारी गएको छ हाम्रोतिर। र हिजो प्रधानमन्त्रीले दिएको अभिव्यक्ति यो चाहिँ देशको लागि, राष्ट्रको लागि ठिक भएन भन्ने बुझाइ हाम्रो पनि हो र यहाँ आम पब्लिकको पनि त्यही बुझाइ छ। र यो चाहिँ राष्ट्रको लागि त्यो यसरी अभिव्यक्ति दिनु थिएन भन्ने हो। तर हामीले यो एरियामा हामीले चाहिँ हाम्रो यो यतातिर हामीले हाम्रो जमिनहरू पारी गएको बेलामा प्रधानमन्त्रीले उताबाट नि हामीले नेपालीले पनि चाहिँ अतिक्रमण गरेका छौँ, हाम्रो नेपालीले पनि अतिक्रमण गरेका छौँ भन्ने कुरा यो चाहिँ ठिक छैन मैले भन्ने बुझाइ छ। यताको सबै पब्लिकहरूको यस्तो बुझाइ छ। हामी बाउडरवासीहरू एकदम पीडित भएको बेला त्यस्तो अभिव्यक्ति आउनु चाहिँ दुःखद कुरा हो भन्ने मैले बुझेको छु। त्रास के भयो भने आज त्यो तपाईँ हजुरको चाहिँ यति थिचोमिचो पहिल्यै गरेर यति ल्याएको र आज यो अभिव्यक्तिले पनि आज तरासमय वातावरण बन्यो कि आज पनि यता आउने हो कि आज पनि अतिक्रमण गर्ने हुन् कि भन्ने कुरा बाउडरमा चाहिँ समस्या भएको छ। यति मात्र होइन, बाउडरमा त्यो नोमल्स ल्यान्डमा हिँड्न पनि नदिने अवस्था छ कि हामीलाई त त्यहाँको समस्या चाहिँ जर्जर समस्या चाहिँ तपाईँको चाहिँ हिँड्न पनि नदिने, त्यहाँ हाम्रो चाहिँ उखुहरू हाम्रो खेतीपातीहरू ल्याउन पनि नदिने अवस्था छ। भुवन चौधरी, बेलौरी नगरपालिका 8, यही गाउँ हो पचवी। यो पिएसीहरूले बनाउन दिन लागेको छैनन्। त्यही त अब नेपालीहरूले के भन्न लागेको छन्, केही बोल्न लागेको छैनन्। इन्डियन आएर त्यो धम्की दिएर गइहाल्छन्, किन यो भारत पर्यो भनेर धम्क्याउँछन्। मेरो त वंशरो पनि खोसेर लग्याउने यहाँबाट इन्डियन सशस्त्र धेरै दिन भइहाल्यो, 1 साल भयो हुन लागिहाल्यो। हामीले त मिच्नु त परै जाओस्, त्यहाँ पारीमा खुट्टा राख्न दिँदैन। मिच्ने कुरा त परै जाऊ, बालिनलाई के थाहा छ र त्यहाँ यहाँ सीमाहरू सम्बन्धीमा प्रधानमन्त्रीलाई के थाहा भयो र? यहाँ गएर यहाँबाट पारी जाँदाखेरि भारतीयहरूले जा भने जान्छ, भट भने हट्नुपर्छ। त्यहाँ त्यस्तो अवस्था हुन्छ र बालिनले गएर देखाइदियोस् न, भारतीयहरूको सामनेमा गएर देखाइदियोस् न त्यो बाटोमा त्यसरी थिचोमिचो गर्ने भन्ने कुरा त शब्दै आउँदैन हजुर। भारतीयसँग थिचोमिचो गर्न त नेपालीहरूले आउँदै जाँदैन नि। त्यहाँ नेपालीहरू त्यसरी जाय लाग्ने पनि त सक्दैन नि। अब ती मुखमा आयो बोलिदियो, के छ र? त्यहाँ बोल्नमा त आपत्ति भएन नि। बोल्न त हामीले पनि बोलिदिन्छौँ। अहिले भारत हाम्रो भन्न सक्छौँ, यस्ता कुराहरू त भन्न सकिन्छ नि। अब यहाँ भारतले थिचोमिचो गरे हो कि होइन भन्ने कुरो त यहाँ प्रत्यक्ष देखाइरहन्छ नि। अब कति सालमा यो लगभग 46-47 सालदेखि मैले यो बाटो हिँड्दैछौँ अहिलेसम्म। यहाँ अहिलेसम्म त हिँडिआएको छौँ, तर बनाउन चाहिँ दिएको छैन। पहिले त बनाइराखेको थियो, खै अहिले अब के भयो थाहा छैन। अब